हेलो गाइज, वेलकम टु माई न्यू ब्लग है। आजको ब्लगमा चाहिँ म नेपालको सबभन्दा वान अफ द फेमस सिङ्गर एलिना चौहानलाई लिन आएको छु गाइज है। म अनि तपाईँको चाहिँ हाम्रो सचिवजी हुनुहुन्छ, अनि त्यही भएर चाहिँ म नेपाल फेस्टिभल चाहिँ भोलि हुन गइरहेको छ गाइज है, त्यही भएर आउँछु। अहिले चाहिँ हाम्रो चाहिँ एनआरएफको सचिवजी हुनुहुन्छ, उहाँ चाहिँ एनआरएफ सचिव। अनि त्यसपछि मनोज दाई नमस्ते। नमस्ते, म कुमार श्रेष्ठ, हजुर एनआरएफ सचिव हजुर तथा अतिथि सत्कार संयोजक। हामी भोलि नेपाल फेस्टिभल को लागि एकदमै तयारी परिस्थितिमा छौँ। लगभग हाम्रो सबै प्रक्रियाहरू पुगिसकेको अवस्था छ हजुर। र अबको पालो भनेको मात्रै 10 घन्टा मात्र बाँकी छ। हजुर। त्यही हामी वेटिङ गर्ने प्रक्रियामा छौँ। सबै कुराहरू तयारी पूर्ण भइरहेको छ। दुवैमा रहनुहुने नेपाली दाजुभाइ तथा दिदीबहिनी सम्पूर्ण हजुरहरूलाई न्यानो वेलकमको साथ स्वागत गर्ने तर्फमा छ। हजुरहरू पक्कै बनाउनु होला। नमस्ते। दुई शब्द हाम्रो मनोज दाईले पनि राख्नुहुन्छ। अहिले हामी अहिले दुबई एयरपोर्टमा छौँ। एलिना हाम्रो सिङ्गर, प्रख्यात सिङ्गर नेपाली One of the famous- हजुर फेमस सिङ्गर एलिना चौहानलाई रिसिभ गर्न हामी पिकअप गर्न दुबई एयरपोर्टमा आएका छौँ हाम्रो टिम। हजुर हजुर। अनि भोलिको नेपाल फेस्टिभल 2025 को लागि एकदमै हाम्रो सबैजनाले आइदिनु होला गाइज है। कलाकारहरूलाई हामीले रिसिभ गरेर हाम्रो दुबईको वेस्टर्न होटलमा राखिसकेका छौँ र अन्तिम हाम्री प्रिय बहिनी एलिना चौहानलाई रिसिभ गर्न हामी अहिले एयरपोर्टमा आएको छौँ। एकैछिनमा उहाँ ल्यान्ड भइसक्नु भएको छ। हामी यस पछाडि रिसिभ गरेर भोलिको कार्यक्रममा सम्पूर्ण हाम्रा युएवासी दाजुभाइ दिदीबहिनी आमा बुवा जति पनि हुनुहुन्छ, हाम्रो नेपाली समाजको एउटा कार्यक्रम सोचेर सम्झेर सबैजना आइदिनु होला। हृदयदेखि धन्यवाद गर्दछु। धन्यवाद। ल गाइज है, सबैजना चाहिँ भोलिको फेस्टिभलमा चाहिँ नेपाल फेस्टिभलमा चाहिँ किरिक पारमा हुन गइरहेको छ। त्यहाँ चाहिँ गाइजहरू सबै आइदिनु होला है। अब चाहिँ एकछिनमा हाम्रो फेमस वान अफ द फेमस सिङ्गर एलिना चौहानजी आउनु हुँदैछ। अनि त्यसपछि चाहिँ तपाईँलाई अगाडिको ब्लग देखाउँछु म। भोलिको कार्यक्रमका क्यामेराम्यान भाइलाई पनि हामीले साथमा ल्याएको छौँ। हजुर हजुर हजुर। एकदमै धन्यवाद। ल गाइज, उहाँले लाइभ दिनुहुन्छ। भोलि पनि आउँछ गाइज। ल भोलि लाइभ भोलिको ब्लग पनि हेरिदिनु होला गाइज। ल ल गाइज है, हाम्रो सिङ्गर आइसक्नु भयो। दाइ हामी वेटिङमा छौँ। ल हजुर हजुर। नमस्ते नमस्ते म्याम। ल लुक्नु ल दौस ल तपाईँ लगाइदिनु न। ल यो मसमा छु। ल मसमा छु। आउनु आउनु हुन्छ म्याम। लगाइ है। अनि म्याम पुगिसक्नु भयो। ल यहाँ फोटो खिचौँ त हामी। ल ल लगाइ है, म्याम आइसक्नु भयो। हाम्रो सरहरू पनि आइसक्नु भएको छ। ल हुन्छ हुन्छ है। अब चाहिँ हामी म्यामलाई रिसिभ गरिसके, अब जान्छौँ हामी। लगाइ है, अगाडिको ब्लग हेरिदिनु होला। दाजुभाइको बनाएको छैन यार, होइन अलिक सकेको बनाएको छैन। ट्राभल हाम्रै हो। ल राम्रै देखिनु भएको छ। चाहिँ हामी गाडीमा गइरह है त। ल बाई 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 बाई। म्याम दुई शब्द बोलिदिनुहुन्छ भोलिको प्रोग्रामको लागि। ल लगाएछ है, म्यामले दुई शब्द भन्नुहुन्छ भोलिको प्रोग्रामको लागि। दुई शब्ददेखि भेट बेसी बोल्न सक्ने स्थिति भएर हजुर। भोलि सबैजनालाई साथ हो साथ। भोलि सबैजनालाई नेपाल फेस्टिभलमा आउनु होला। हट भएर आउनु होला सबैजना। अनि केटो हेरे गर्ने केटाहरू पनि आउनु होला। लगाएछ है, भोलि आउनु होला है त। ल हरामीको ठाउँमा मलम लाउनु परे, मलम लाउँछु घाउमा। हरामी नै छु म हरामीको ठाउँमा। झुटलाई झुट भनिदिन्छु, गुडलाई गुड मानिदिन्छु। ल्याङ 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 नगर भाइ, नत्र सुट हानिदिन्छु। एभ्रिवान, अहिले हामीले एलिना चौहान फेमस सिङ्गर बहिनी एलिना चौहानलाई रिसिभ गरेका छौँ है। 24/7 मेसेज गर्नु होइन, केटा जुरुक्क उठ्छ होइन। एउटा बोलेर खिच्नै पर्दैन। ल भोलिको कार्यक्रम हाम्रो नेपाल फेस्टिभल 2025 हुन गइरहेको दुबईको। म पैसा उडाउँदै, म गाडी गुडाउँदै, म
धुलो उडाउँदै मेरो यस्तै छ पारा यस्तै छ हेरै हेरेको हेरै दुश्मन छ धेरै दुश्मन धेरै गाइजहरू अब हामी गइरहेछौँ अब होइन भोलि बिहान 10 बजेदेखि हाम्रो कार्यक्रम स्टार्ट छ भोलि तहल्का पिट्ने हो क्रिक पार्कमा नाच्दा यस्तो हुन्छ कि सास फेर्ने ठाउँ हुँदैन त्यति कलाकार छन् त्यति 101 कलाकारहरू अझ लोकल कलाकारहरू पनि हुनुहुन्छ साथसाथै हाम्रो विभिन्न झाँकी पनि हुनु छ लगभग 14वटा भन्दा बढी जनजाति लगायतका झाँकीहरू त्यहाँ आफ्नो आफ्नो कल्चरको आफ्नो आफ्नो जातको भन्नुहुन्छ भने मगर जाति तामाङ जाति नेवा पूजा लगायतका हरेक जनजातिहरूको आफ्नो आफ्नो झाँकी हुन्छ त्यसको लागि तयारी पोजिसन हुनुहुन्छ उहाँहरू पनि भोलि हाम्रो बहिनी एलिना चौहानले हाम्रो दुबईको क्रिक पार्कमा धुलो मात्रै होइन पुरै रम्बल उडाउनुहुन्छ रम्बल दुबईमा धुलो हुँदैन रम्बल हुन्छ रम्बल उडाउने हो कट्टा हानिदिने हो अब के हान्छ बहिनीले भोलि सुट हान्ने पनि आइसक्यो अब चाहिँ हामी पुगिसकेँ गाइज होइन मैले म्यामको सामान लिइसकेँ उहाँ सिङ्गर हुनुहुन्छ त्यसपछि अब चाहिँ उहाँलाई छोडेर हामी चाहिँ घरमा जान्छौँ है प्रवक्ताजी हुनुहुन्छ महाशयजी हुनुहुन्छ यहाँ होइन ए हजुर सम्पूर्ण हाम्रो बहिनी ल गाइज है अब भोलि चाहिँ क्रिक पार्कमा नेपाली फेस्टिभलमा आइदिनु होला है त ल ल ल बाई ल